आज चाहिँ हामी यो डाँडा जाने हजुर, यो डाँडा जाने आज चाहिँ तादेखि जाने हामी यो डाँडा जाने हो। आज चाहिँ म नगई भएन, आज चाहिँ यसो घुमेर आउनु पर्यो है त। जाउँ अब सँगसँगै तपाईँ हामी। त्यो डाँडा यता पछाडि देखिएको डाँडा चाहिँ कहाँ छ हौ? यता यो डाँडा पुगेर आउने है त हामी। पुगेर भनेर निक्लेको चाहिँ हो। यताको मौसम यस्तै छ हजुर। यता गर्मी सिजन अरे, गर्मी मौसम अरे, र पनि हाम्रो लागि त जाडै नै हुन्छ हौ। जाडै छ, ज्याकेट लगाए घुम्लुङ है। अनि र यस्तै छ है। यस्तै छ हजुर, हेर्नु होला है। तिर्से गएर यसो गएर जाने हो। यही बाटो जाने हामी अब, तिर्से जाने हो। घाम न्यानो लागिरहेछ, टाइट चाहिँ छैन। फुल राम्रो रहेछ हो, यहाँनिर चाहिँ एउटा फुलेको रहेछ राम्रो। के हो भित्र चाहिँ आर्मी क्याम्प है। भित्र चाहिँ आर्मी क्याम्प छ ठुलो। यहाँ हामी चाहिँ यो रोटे रोड जाने हो। अस्ति पनि खिचेछु खिच्नु त यो। अब कताबाट जाने, कता जाने र भएकै यति हो हिँड्ने बाटो। यही बाटो जाने हो। आज माथि डाँडा जाने म आज। यो तेर्सो बाटो गएको थिएँ, आज चाहिँ यताबाट जाने हो डाँडा। सबै यो समरमा त, समर लाग्दाखेरि त हेर्नु भुइँ पहेँलै पहेँलो, फुलै फुल। यो अझै पात लागिसकेको छैन, पात आउँदैछ। सो जाने हामी चाहिँ यो रोटै रोट उँभो। जाने उकालै जाने हामी, थिए जाने हो उकालै उकालै। के गर्न आयो के ठस सिनो जस्तो के गर्नु बनाउँछ, सिनो नै गर्न के पुगेको पनि कता देखिएन पनि है। जाने हो यो बाटो जाने हामी। रोटै रोट माथिसम्म डाँडा जान्छ यो बाटो। उहीँभरि हेर्नु न, पहेँलै सेतै फुल फुलेको के। समर लाग्दाखेरि चाहिँ कोही फुल्छ, पहेँलै
पहेँलै सेतै छ यहाँ चाहिँ। यो आर्मी क्याम्पभित्र हो, यो सबै कम्पाउन्डभित्र। फुलिरहेको छ, उकालो हल्का उकालो छ यता, उकालो छ, उकालो छ। ल यस्तो छ हजुर यहाँदेखि चाहिँ। अब चाहिँ हामी यो उकालो जाने, यो बाटो उकालो जाने हो। अब हेर्दै जाउँ माथि डाँडा जाने हो हामी चाहिँ। यतातिर पसौँ के हुन्छ है त। यो उकालै उकालो छ, हरियाली। आया माछी थोर्ने। हेर्नु सिस्नु छ हौ यता, टिप्नु मिल्दैन के अरे। तर नेपालको जस्तो चाहिँ छैन सिस्नु। मैले तलदेखि देखाएको डाँडा आइपुग्यो, यो पल्लो डाँडा हो। तलदेखि देखाएको थियो अघि, त्यो डाँडा जाने भनेर अब चाहिँ यहीँ आइपुग्यो। गाह्रो छ, गाह्रो छ। यहाँनिर चाहिँ हाम्रो नेपाली भाइ बहिनीहरू हो जस्तो लाग्यो। सिस्नु टिप्दैछ त्यहाँनिर। सिस्नु त छाडिँदैन नि, हामी नेपालीलाई जहीँ गए पनि टिप्दैछन् त्यहाँनिर डाक्कसले। झोला भातमा पनि टिपेर पो लान्थ्यो, छैन। ल डाँडा आइपुग्यो है। तलदेखि खिचेको मैले अघि, तल रोडदेखि डाँडा जाने भनेर आइपुग्यो। वार मिनिस्टर भ्याली यस्तै छ हजुर। ल यो पछाडिको डाँडा देखाएँ क्या मैले अघि, यो पछाडिको डाँडा हो। नानीहरू खेल्ने पार्कदेखि मैले अघि खिचेको हो के अरे है, त्यो डाँडा जाने भनेर मैले हामी आइपुगेको छौँ। अहिले भर्खरै डाँडा आइपुगेँ है म चाहिँ। यस्तै छ हजुर, म चाहिँ डाँडादेखि झरेको अब
घर जाने हो। भोक पनि लाग्यो आज त के हो र। घर जाने म एकै तल झरिसकेँ, एकै तल झरिसकेँ। ओ यो मेरो पछाडि देखिएको यो सेतो बाटो यता यहाँ पुगेर अनि त्यहीँ चाहिँ कोठा जाने हो। अनि के तल झरिसकेँ यहीँ। कहाँ छ यो माथिल्लो डाँडादेखि हो, यो माथिल्लो तेर्सो डाँडादेखि म झरेको, निकै तलै झरिसकेँ। माथिल्लो डाँडादेखि झरेको है, ऊ माथिको तेर्सो डाँडादेखि चाहिँ बाटैबाट झरेको। अनि अब यहाँ मेरो पछाडि देखिरहनु भएको छ, यहाँ पर गाडी हो, यो गाडी चाहिँ रोड हो, त्यो रोडदेखि चाहिँ अब म उता घर जान्छु। घर गएर अब के गरौँ भने एउटा झोला र चिम्टा लिएर आउनु पऱ्यो। म पनि लुकेर सिस्नु टिप्नु पऱ्यो, मजा लाग्छ सिस्नु, कता हुन्छ लुकेर टिप्छु आज चाहिँ। अनि सिस्नु खाने आज। भरे है फेरि गुगल म्यापले देखाइराखेको छ भने त माऱ्यो त फेरि सिस्नु टिपिराखेको। जोस् लुकेर भए पनि टिप्छु आज चाहिँ म। अब माथिल्लो डाँडा मजाले नघुमी झरेको क्या, गएर एउटा चिम्टा र झोला बोकेर आइहाल्छु म पनि हेर्नलाई। ल आज पहिलोचोटि मलाई आज गर्मी भयो यार। यता पल्लोपट्टि पनि उता आर्मी क्याम्प छ, यो पनि आर्मी क्याम्प हो, यो सिटाको पनि। त्यही भएर म चाहिँ यता उभो जान्छु है त। यहाँदेखि छिर्नुपर्छ यो बाटो। यहाँ तेर्सो रोड छ, म उतादेखि आएको, अनि यहाँदेखि चाहिँ छिरेर अब यसरी जाने हो भित्र। अनि योदेखि पर निक्लिन्छ, ठिक्क घरैमा निक्लिन्छ।